नमस्कार। हामी मध्ये धेरैले समुद्रको सतहमा उठ्ने छालहरू देखेका छौँ। तर यदि म तपाईलाई भन्नु कि समुद्रको हजारौँ मिटर गहिराइमा हुने अदृश्य हलचलले भविष्यको मौसम, वर्षा, समुद्री जीव र हाम्रो खानासम्म असर पार्न सक्छ भन्ने अहिले विज्ञानले यस्तै प्रश्नको उत्तर खोजिरहेको छ। समुद्र बाहिरबाट शान्त देखिए पनि यसको गहिराइमा पानी निरन्तर चलिरहेको हुन्छ। तापक्रम, नुनको मात्रा, समुद्री धार र समुद्रको भौगोलिक बनावटका कारण गहिरो पानी मिसिने प्रक्रिया हुन्छ। यही सानो तर निरन्तर हुने पानीको मिश्रणलाई वैज्ञानिकहरूले डिप सी टर्बुलेन्स भन्छन्। यो आँधी जस्तो ठुलो घटना त होइन, तर यही सूक्ष्म हलचलले समुद्रभित्र ऊर्जा, अक्सिजन र पोषक तत्त्वहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछ। समुद्रले पृथ्वीको अतिरिक्त तापको धेरै भाग आफैमा भण्डारण गर्छ। समुद्रको गहिराइमा हुने पानीको मिश्रण बदलियो भने त्यो ताप कहाँ जान्छ भन्ने कुरा पनि बदलिन सक्छ। यसको प्रभाव समुद्री धारहरूमा पर्न सक्छ। समुद्री धारहरू कमजोर वा बलिया भए भने वर्षाको ढाँचा, आँधीको शक्ति, गर्मी र चिसोको वितरणमा पनि परिवर्तन आउन सक्छ। अर्थात् समुद्रको गहिराइमा भएको परिवर्तनको असर हजारौँ किलोमिटर टाढाको मौसममा समेत देखिन सक्छ। अहिले माछा उद्योग किन चिन्तित छ? धेरै समुद्री जीवहरू पोषक तत्त्वमा निर्भर हुन्छन्। समुद्रको गहिराइबाट सतहतिर पोषक तत्त्व आउँदा प्लाङ्टन बढेपछि साना माछा बढ्छन् अनि ठुला माछा पनि त्यही क्षेत्रमा जम्मा हुन्छन्। प्लाङ्टन भनेको समुद्र, नदी वा तालमा पानीसँगै बस्ने सूक्ष्म जीवहरूको समूह हो। यसमा वनस्पतिजन्य फाइटोप्लाङ्टन र जनावरजन्य जूप्लाङ्टन दुवै प्रकारका जीवहरू पर्छन्। यदि डिप सी टर्बुलेन्स कमजोर भयो भने यो प्राकृतिक चक्र प्रभावित हुन सक्छ। परिणामस्वरूप केही क्षेत्रमा माछाको सङ्ख्या घट्न सक्छ, केही प्रजातिहरू नयाँ ठाउँमा सर्न सक्छन् र माछा मारेर जीविका चलाउने समुदायहरू प्रभावित हुन सक्छन्। विश्वभरका वैज्ञानिकहरूले समुद्रको गहिराइमा सेन्सर, रोबोट र अनुसन्धान जहाजहरू प्रयोग गरेर पानी कसरी मिसिन्छ भन्ने अध्ययन गरिरहेका छन्। उनीहरूले बुझ्न चाहन्छन् कि जलवायु परिवर्तनले डिप सी टर्बुलेन्सलाई बदलिरहेको छ कि छैन। यदि बदलिरहेको छ भने त्यसले भविष्यमा पृथ्वीको मौसम र समुद्री जीवनमा कस्तो प्रभाव पार्ला? अझैसम्म सबै उत्तरहरू स्पष्ट छैनन्, तर अनुसन्धानले यो विषय निकै महत्त्वपूर्ण भएको देखाएको छ। समुद्र केवल पानीको विशाल भण्डारण मात्र होइन, यो पृथ्वीको मौसम नियन्त्रण गर्ने, अक्सिजन उत्पादनमा योगदान गर्ने र करोडौँ मानिसको जीविकाको आधार हो। हामीले नदेख्ने गहिराइमा हुने सानो परिवर्तनले पनि ठुलो असर ल्याउन सक्छ। त्यसैले समुद्रलाई बुझ्नु भनेको केवल वैज्ञानिक जिज्ञासा मात्र होइन, हाम्रो भविष्यलाई बुझ्ने प्रयास पनि हो। यदि तपाईलाई यस्ता विज्ञान र भविष्यसँग सम्बन्धित तथ्यहरू मन पर्छ भने भिडियोलाई लाइक, सेयर र फलो गर्न नबिर्सनुहोला।